सक्नुहुन्छ गाइस हैन। आज हामी चाहिँ यसो अब साथीको बर्थडे भएको कारणले यसो धेरै त यसो धेरै ठुलो गर्न नसके पनि सानो हल्का रमाइलो हैन यसो अब गर्दैछौँ। यता हुनुहुन्छ हाम्रो समुदाय हैन, यसो तयार गर्नु हुँदैछ। हामी चाहिँ तयार गर्दैछौँ, साथीहरूले नि उता बसिरहेको हुन्छ। बर्थडेको तयारी हो, बर्थडेको यसो तयारी। अब यता पाक्दैछ हैन, हेर्न सक्नुहुन्छ है। यसो धेरै त ठुलो नसके नि सानोतिनो यसो जस रमाइलो भनौँ न, अरू नि आउनेछ यसमा। त्यसो भन्दै अहिलेलाई यति नै, म 3-4वटा हाल्नेछु यस्तै सर्ट भिडियोहरू। सो लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला, युट्युबमा हाल्नेछु। माधव रेडी भइरहेको छ। यता ठुलो नसकिने परदेशी जीवनमा सानोतिनो यसो रमाइलो साथीभाइको बिचमा एक झल्को। मेरो चाहिँ बर्थडे होइन, साथीको हो। अहिले म साथीको फोटो पनि हाल्छु तपाईँहरूलाई। हेर्नुहोस् न, माधव रेडी भइरहेको छ। के लाउनु यता के लाहन बेसार मात्रै हो। कहाँ बेसार मात्रै लार्न नुन लाखेन फेरि किनभने यसलाई बनाउने बेला त बनाउनु पर्यो नि। यता हेर्नुहोस् चन्द्रगिरी। तेल सब बेसार भयो, मासु मात्रै सेतो हो। ओ यो त अझै खरिएको छैन। हेर्नुहोस् धमाधम रेडी भइरहेको छ। हाम्रो रेडी भइरहेको छ धमाधम होइन। 3-4जना दाईहरू साथीहरू उता बसिराख्नु भएको छ। म र समुदाय चाहिँ यसो यो पकाउने कार्यक्रममा खटिरहेको छौँ है। अब यसलाई टक्कै यसरी तेलमा खारियो। अब अहिले मरमसलासँग मोलेर एकलट फेरि हल्का हामीले पकाउने छौँ। अनि त्यस पछाडि रेडी हुन्छ हाम्रो खानालाई। तर खासै बनाउन त जानिएन, त्यही पनि अब जे जति जानियो होइन, हामीले जति जानियो त्यति नै गरियो। यसो सानोतिनो भयो नि साथीको बर्थडेको लागि यसो बेलुनहरू थोरै रेडी भइसकेको छ होइन। यता खासै धेरै त छैन, रेडी भइसकेको छ बेलुन होइन। अनि यता चाहिँ केकको सामानहरू आइसकेको छ। केकको सामानहरू पनि अहिले म देखाउँछु। धेरै त ल्याउन सकिएन, के गर्नु, यसो रमाइलो।